हेलो एभ्रिवान, नमस्ते, जोडले गुड मर्निङ सबैजनालाई। आई होप तपाईहरु सबैजना सन्चै आरामै हुनुहुन्छ होला। ज्योति अफिसियल च्यानलमा तपाईहरुलाई धेरै धेरै स्वागत छ। स्मी ज्योति। मैले चाहिँ मेरो च्यानलमा धेरै भयो, लङ टाइम भयो मैले भिडियो नराखेको, लङ भिडियो नराखेको, सर्ट्स भिडियोहरु त राखिरहेको हुन्छु। लङ भिडियो धेरै भयो नराखेको। दिदीहरुसँग जंगलमा चाहिँ के गर्न जाने भन्दाखेरि दिदीहरुले भन्नुहुन्थ्यो जलुका खोज्न जाने भनेर। अब जलुका सँगसँगै के पाइन्छ हेरौँ है त जंगल गएर। साथीहरु चराको तीनटा पात जोडेर कस्तो राम्रो गुड बनाएको छ। कस्तो मजाको मजेदार खोला। वाउ, कस्तो मजाले बगेछ। यो बेगनासबाट आएको खोला हो यो। जंगल हामी हिँडेको, कता हिँडेको, जंगल हिँडेको। यहाँ तल चाहिँ खोला छ कस्तो मजाको। यही ठाउँमा हामी अस्ति नै माछा मार्न आएको। त्यहाँ छ बाख्रा चलाइरहनु भएको छ। नागो तर पाउँछ कि पाउँदैन थाहा छैन। तीनजनालाई थाहा छैन उहाँ पनि जुगाले खान्छ भनेर यहाँ पाती दल्दै हुनुहुन्छ दिदी। एकछिन चाहिँ रोडमा रेस्ट गरेको। हाम्रो पछाडि चाहिँ कस्तो राम्रो खोला बगिरहेछ। कसैले चिन्नु भएको छ के हो? यो चाहिँ जंगलमा फलेको, यसलाई भन्छ अंगेरी। यो पाकेको छ, मजाले पाकेको छ। गुलियो मिठो हुन्छ यो, तर मुख चाहिँ कालो बनाउँछ है। खासमा हामी खोज्न आएको चाहिँ यो ठुल्ठुलो भएर रहेछ। यसको सानो गाभा त्यो के भन्छ गुबो मात्रै मिठो हुन्छ क्या। यो चाहिँ फक्रेर ठुलो भएर रहेछ। अनि मैले भेटाएँ बाटोमा यो अंगेरी। यो बच्चा बेलामा हामीले कति खान्थ्यौं कि पहिला गाउँमा। कहाँबाट फलेको है यो मकै? ओ माय गॉड। अरू मकैको घोगा त्यस्तो मजाले लागेछ। यो मकै चाहिँ कहाँ हो? चमरा फल्ने ठाउँमा मकै फलेछ। आडुको रुख हो। यसमा छ यहाँ सानो चराले गुड लगाएको छ कि कस्तो मजाले पत्ताहरू जोडेर, तीनटा चारवटा पत्ता जोडेर। ओ माय गॉड, सरी अंडा पनि पारेछ कि। अंडा छ अंडा।